नमस्कार। आज चाहिँ विद्युतीय प्रणालीबाट चाहिँ हामीले राजस्व बुझाउन सिक्नेछौँ है। अनि त्यसपछि जस्तै बिल बुकको नवीकरण भयो, कर भयो, प्रदूषण भयो, रुट परमिटहरू भयो, अनि तपाईँको जाँच पासहरू भयो। यो कसरी बुझाउने त भन्ने हिसाबले हामीले आफ्नै घरदेखि, आफ्नै मोबाइलदेखि, आफ्नै तपाईँको के अरे कम्प्युटरदेखि राजस्व बुझाएर यता व्यवस्था कार्यालय गएर हामीले भौचर काट्न सक्छौँ। जस्तै अब यहाँ हेर्नुहोस् है, हाम्रो यो उसमा गएर प्रदेश सरकारमा जाने, अनि त्यसपछि यसमा गएर तपाईँको जिल्ला छान्ने, जिल्ला छानिसकेपछि तपाईँको फेरि कार्यालय छान्ने, कार्यालय छानेपछि न्युजमा गएर त्यसपछि तपाईँ के हुन्छ बैङ्क छान्नुपर्ने हुन्छ। बैङ्क छानिसकेपछि यता यता नामहरू हुन्छ, सबै नामसाम तपाईँको क्लियर नाम लेखेर अब कुन शीर्षकमा राजस्व हाल्ने भन्ने छ। अब कुन शीर्षकमा राजस्व हाल्ने भने सवारी साधन करमा त करमा तपाईँको कति छ त अब करमा हाल्नुपर्ने। करमा तपाईँको रकम छ 2800 रुपियाँ, एउटा 125 सीसी सम्मको है त, हैन 125 सीसी सम्मको। अनि त्यसपछि तपाईँको चाहिँ अब नवीकरण हाम्रो 14256 मा हैन। नवीकरण चाहिँ हामीले के गर्नु पर्यो भने नवीकरण चाहिँ हाम्रो कति छ 300 रुपियाँ ल। सेभ गर्ने क्युआर निकाल्नु मेरो यो चाहिँ अनलाइन पे हुँदैछ है त। अब अनलाइन पे हुँदैछ, त्यसपछि चाहिँ हामीले के गर्ने भौचर निकाल्नु पर्ने हुन्छ यसबाट। ल यो भयो हैन। अनि त्यसपछि चाहिँ हामीले के गर्ने भौचर निकाल्ने कहाँ गएर हाम्रो यो भुक्तानी भन्ने छ, भुक्तानीमा गएर हामीले के गर्ने यो भौचर हामीले अहिले पे गरेको भौचर छ यहाँ कति 3100 को है त, 3100 को यो छ पे गरेको भौचर। अब यसलाई प्रिन्ट गर्ने, प्रिन्ट गरिसकेपछि अनि तपाईँको यो प्रिन्ट हुन्छ हैन। प्रिन्ट गरिसके 3100 को भौचर लिएर आएको छु। यो 3100 को भौचर चाहिँ अब के गर्ने यातायात व्यवस्था कार्यालय गएर आफ्नो बिल बुकको रसिद काटेर त्यसपछि चाहिँ नवीकरण गरेर मात्रै जानु होला है। तपाईँको 3 बजे 3:30 बजे भित्र चाहिँ यातायात व्यवस्था कार्यालय यो भौचर लगेर उपस्थित भएर रसिद काटिसक्नु पर्ने हुन्छ, न त त्यसपछि काउन्टर चाहिँ बन्द हुन्छ है 3:30 बजेसम्म। ओके ल।